म उठ्दिनँ यहाँबाट जान्न ल। उपप्रधान त्यो सोडिम वाकले नरेसी म यहाँबाट छोड्दिनँ ल। तपाईँ के गर्नुहुन्छ? तपाईँ काट्ने, तपाईँ हेप्ने, तपाईँ कसरी हेप्नुहुन्छ? ल हेर्नुहोस् त, म यहाँबाट जान्न ल। के गर्नुहुन्छ ल? गएको छैन लाइन? ल होइन काटेको। मान्य सदस्य बोल्नुहोस्। मलाई अलिक भयो कि त्यसैले गर्दा म भन्न चाहन्छु, यो नीति र कार्यक्रम कसले लेख्यो? मलाई लाग्छ हाम्रो मन्त्रीहरू के अरे हाम्रो सरकार र नयाँ पार्टीका साथीहरू चाहिँ ऋणी हुनुभएछ। अनि यो लेख्ने चाहिँ जो मुख्य सचिव लगायत साहु भएछ भन्ने मलाई मनमा सम्झना छ। फेरि अर्को कुरो, तपाईँले हरेक कुरोमा नयाँ भन्नुभयो। आमामामा कस्तो नयाँ, अस्ति साथीहरू बुरुक बुरुक उफ्रिन्छ नयाँ ढङ्गले, हरेक कुरो नयाँ छ तपाईँहरूसँग। तर यो लेखनमा नयाँ हुनु पर्थ्यो। मलाई लाग्छ हिजो हाम्रो पार्टी अध्यक्ष श्रद्धेय केपी ओली शर्माको पालामा लेखिएकै त्यही लगातार छ त। के भयो यस्तो? अरू कुरो चाहिँ बेठिक भन्ने, त्यो चाहिँ कसरी तपाईँले डुप्लिकेट गर्नुभयो? यसको जवाफ चाहिन्छ चाहिँदैन? हामीलाई जवाफ चाहिन्छ। सभामुख महोदय, माननीय सदस्य आफ्नो भनाइ छुट्याउनुहोस्। त्यसो गर्ने मिल्दैन सभामुख महोदय। तपाईँलाई म निवेदन गर्न चाहन्छु, मलाई टाइम दिनु पर्यो नि त। तपाईँहरू हेपेको जाने हेप्न मिल्छ यहाँ यो सदनमा? जनताले चुनेर आएको प्रतिनिधि हो म त। हेर्नुहोस्, तपाईँहरू त एकचोटि होइन नि, म त 3 चोटि आमामा जनताले भारी मत दिएर जिताएको मान्छेले कसरी थोरै बोल्छ? थोरै बोल्न मिल्छ मिल्दैन? मलाई धनकुटाको जनताले भनिसके, तिमीले धनकुटाको बारेमा राम्रो कुरा राख भनेर मलाई भनिसकेको बेलामा म थोरै कुरा कसरी राखौँ? मान्य सदस्य, मैले 2 मिनेट बढी समय दिइसकेको छु। अब यसपछि म यो नीति र कार्यक्रमसँग केही कुरा राखौँ कि भन्ने म कुरा राख्न चाहन्छु। अब मलाई के लाग्यो भने तपाईँहरूले भन्नुभयो सबलाई रोजगार दिने, विदेशका साथीहरू आऊ नेपालमा रोजगार पाइन्छ भनेर। तपाईँको कार्यक्रम खोइ? रोजगार दिने कार्यक्रम खोइ तपाईँहरूको? छैन। अघि साथी भन्दै हुन्थ्यो मतदान गर्नु पनि आउनु पर्यो भन्दै हुन्थ्यो। तपाईँले मतदान स्थल नेपालको देख्नु भएको छ? यसो गोठ बनाएर कुनै ठाउँमा मतदान गर्नु। तर विदेशमा सक्नुहुन्छ? त्यस्तो हावादारी कुरा गर्न हामीले मिल्दैन। जे छ त्यही वस्तुगत स्थितिमा गर्नु पर्यो। रोजगार खोइ?